त रेडी भयो तिनीहरुको आएन के यिनीहरुको आउने भएन के त्यो अरु नै ठुलो हो उसका केरा का पास उसका भी ना है केरा पास दौड़ लाए पास उसका अंतिम में है कोई तेल कोई तलावड़ा लाऊंगी तेल झेलान पड़ रहे हैं अंदा भूटान हेर जाना पड़ रहे हैं काना काना में आलू का छोड़ दी मत लगा तो उल्टे पट्टी पड़ दो मेरे को हाथ लागी नहीं काना दे हाथ बाबा भाई है चिबलो में कान भित्र लाउने रसी का बाहिर बाहिर छालामा दलिए भाइलाई सानो हुन्छ गरे त्यो त कति छोटो बनाएको छ नि छोटो बनाइदिए मेरो हालि अब त्यो मलाई टिका लाएर मात्र अनि उलाइदिनु पर्ला है फोटो खिच्नु त भाउ हुन्छ त के भयो बाबा मैले त्यही खिचिरा फोटो खिच्न
के मैले हो त मैले यहाँ कसले ताना लाग्छ तपाईँ मैले यहाँ टक्क राम्रो गरेर यो सुरुमा लाउने सब प्र्याक्टिस मैले राम्रो छ यो लाउँदाखेरि यस्तो चाहिँ अलि अन्त कुखुरा फार्ममा त हिरा कुखुरा फार्ममा गएर काम गरिन्छ र बसिन्छ कुखुरामा लड्ने भेट्ने हो र नराम्रो त के छ त यो ए राम्रो छ झन् यो एमरेडी हुन्छ नि त्यसलाई त्यो गरेको झन् महँगो उताबाट आउँदा यता पछाडि पऱ्यो दसैँ तपाईँले पहिले पाइहाल्नु एक प्याकेटमा त्यो अलिक ल्याउनु सक्छ नि उनीहरू ल्याउनेर त्यो अफसाइज भाउ प्याकेट बन्द भाङ्गो छ अनि उ लाउनु समय लिन्छ नि सबै यता यता हेरियो नातिको ढुक्कसँग लाग्दैन हाम्रो टाइम जान्छ हाम्रो लास्टमा त मेरो टाइम त पुग्छ माथि 12 बजी भइगयो त्यतिखेरबाट सुरु हो के यिनीहरूले छोइ मात्रै हुन्छ जब लाग्छ नि मान्छे बहिनी देशमा मैले त उनी मान्छे माला छ माला ठिक छ अन्तिममा सबै पुस्तालाई पनि सिकाउन गरौँ यो पार्टमा कान्छेमा यो पछाडि किन है त्यो ठिक्क छ होला साह्रै सानो भन्दा त्यो पुरा गर्दैन उहाँ कपालसँग पुरा यहाँ हेरी खाँदै आउनु ट्रिपल एक्सल मोटा सिकाम लागिरहेछ ठिक छ अनि हलवाला वहाँ गएर हेर्न एउटै हो त्यो अनि भनिसकेको कलर एउटै हो मलाई गोली भएको थियो लाउँछ त्यो गोली हेर्दैछु गोली छैन नि फेरि गोली नभएको सबै कुनै छैन त गोली दुईटामै कतिवटा छ कि गोली भएको हाम्रो गोली ट्याकै उयो हो तर हेर्न सेम यही हो कि अनि दाइले हिजोमा यही सुहाउँछ भनेर राखेको त गोर्खा राइफल पहिले छानेर राखेर मैले हेरेकै थिइनँ हामी भित्र बस्याम के
यहाँ त खान त एक बज्छ नि यो गरे टिपला बेल खान थाले नि केरेको बातले यो तल फोर भयो यस्तो गर्छ यसको कपडा पनि नि त्यस्तो होला निकाले खाली होला मलाई त्यही माथि लाग्यो पछि आउने त्यो नि दसैँमा उहाँहरूले रोजेर पहिला सुरुमा पाल्नु दसैँ पनि दिनु पर्यो ड्राइभरलाई कमसेकम टिका लगाएर दसैँ हुँदैन ड्राइभरलाई दिनु पर्यो दिनु खोलिदिन्छ त ड्राइभरले पनि टिका लगाएर भयो के हो त्यो त जान त पण्डित जाने हामी जाने त अझ कुरा गर्नु टिका लगाउने के रे तेल लाउने यसो मालिस मुनि चर्नी कपाल त्यो पुग्यो यसको कपाल सब पनि छैन रहेछ त यहाँ त काटिदिएको नि यता मैले काटिदिएको म चाहिँ छोटो भयो थियो लामो भयो त पलाइको अन्त पलाएको बुबोलाई यही माथि पार्दै माखा बसे माखा कसले वारे त ढक्क निहुर्थ्यो के त हो यो लाग्यो के त रातो राम्रो पुग्यो के त हजुरबा आफै भयो ठ्याक्कै त्यो के भन्छ त्यसले त सबैले हजुरबा बारी अब यताको चाहिँ नफाल्ने राउडी मिल्ने बनाउनु के पाए दुईटा पाए तिनटा पाए दुईटा पहिला टिको लासी पैसा दिए माला त यिनीहरूको राम्रो भन्नु उबेरलाई दिनुपर्छ कि सफिसियन्ट ड्रेस भइहाल्छ घरमा है म यहाँ त खामै होइन यो पैदल त लाखेको पाइला पार्ने हो कि पाइला पहिला रेसमालाई पहिला कुन कान्छी भान्जी कान्छी हुन् पाते बाङ्गो रहेछ बाङ्गो छ पनि पातै पात हालेको होइन हालेको दुबो उठ्यो पातैमा यी तपाईँ त्यो क्यान भन्नुभयो लाउनु भयो त्यहाँ खाना आउनुहोस् अब लगाइसकेपछि भइहाल्यो नि
माझीले उनीहरूले नि हुन्न नि क्या यो उलाल्यो यो उलाल लाउँदै सबैले मैले धर्म सबै हरियामा आएर बस्दो रहेछ आहा अङ्कल साहब हरेमा सबै दिन्छ अब यहाँ खन्द्रे मुन्द्रे खाँदाखेरि भात खाना धेरै खानु दिदी सबै दुख राख्छु खै कस्तो भयो हिमालका काटेका थिए ब्यान ब्यान भयो त लगाउलाई दिएको कल त फोरी जस्तो हुन्छ ढुङ्ग्रो नि जान्न पर्ने तरिका यो त हेरे हेरे आउँछ हेरे मैले भनेको उनलाई ठुलो घुटुवा काम कपालै गफ सानो बनाउनु भने हेरि यहाँ यसलाई त उसले लाउने हाम्रो तिनजना लाएर भइएन पानी परेपछि हुन्छ नि अरूको नाममै भगवानलाई पूजा गरेर त्यही पानी पर्छ यहाँका त्यो मेरो त्यस्तो काटियो भने त कतैतिर धेरै यति धेरै पुरै भरिदियो यो त यत्रो यत्रो हालेर भाक्का फटासी यत्रो फुल्नु यत्रो भाषा रुजो भाषा चाहिँ थाहा होला लाइनबाट लाउँदै आछु घरि यताको घरि घाम भयो सप्तरङ्गी राम्रै यता घुम्यो अनि हातले मलाई घर गयो हेरे आइज मैले हेरे अलि माथि अब बल्ल अलि शीतलातिर बसिआइनु पश्चिम पश्चिम चाहिँ त्यही हो कि पश्चिम चाहिँ मोबाइल त चलिरहेको रहेछ क्या ल वहाँ राखेर खिचेका बाह्र बजे हाम्रो भेट्नु भने 12 बजे ट्याक्क हिराको हिँड्न पऱ्यो अब जितल यहाँ भित्र पसेको नि त हामी त्यो किनेर खुनाएर त कहाँ फोन यो र
आउनु मलाई आउँछ नि आउँछु भने आएको थियो के अरे फुवारीले सेट हुन्छ कि भनेर हाँ आउँछु भनेको हिजो क्लियर लाउने अर्को हिजो बेलुका आउँछु भनेको थियो सब पाएमा सबै झर्छ के भिजा लाउनु पर्यो भिजा झाडा छन् केही छैन राख्ने यो चाहिँ उसले हो के लाउने उसले इयरबडले सोधै ट्याकल लाग्ने एउटा लाइन छ भिजा राख्ने पात हाल्नै पर्दैन दियो के खासि पिठा हाल्नु पर्छ कति चाहिँ चप्पल चोपी फोहोर परेर स्यान्देको बाङ्गे हुन्थ्यो सहिले अस्ति मैले नसमात्दै मेरो बाङ्गे अब ठुलो आले त यतापट्टि फर्केर भन्नु ठिक काटेर खाइनौ यही सब पुस्ती यो त यहाँ नि यो पाटै धो बनाइदिया त यहाँको दियो कामले अनि हातले बङ्गासी अनि क्या ठुलो हुन्छ नि त्यो ठुलो हुन्छ नि समय मिलेन तपाईँको त सानो दिएको हुन्छ क्या सानो लाउँछ सानो बस्न नसक्ने भयो क्या म त ढाड दुखेर अब हैरान भयो अब त्यही भएर जताउनै पर्ने हो म त दुबो लगाइदिने कसले जाने नहुने सीताले हो त अहिले धेरै भयो नि फेरि मिसाएर फेरि अहिले तपाईँलाई एक्लै खान मजा हुन्न यहाँ बरु उसमा सुधार्ने पहिले सुधार्नु पर्छ क्या अब हाम्रो यो औँलै जाँदैन टिका लाउँदाखेरि कहिले पनि यो यही जान्छ त्यो बानी पर्ने यही जान्छ ल अब पुस हो दुबो दुबो क्या लिएर मार्फा यो हो रश्मिले कुछ नकाटिकन उता हिमालयले लाउनुलाई कुछ काट्नु पर्छ पाउडर धेरै पाउडर देखिएको पिठो गिलो बनाएको अन्त बाक्लो बाक्लो मात्रै त्यहाँ सबै काट्न सक्छन् कि पण्डित यहाँ हुँदा त्यही राखेको थिएँ त मैले कुस
तेरो आफैले भाँचेर काट्ने हो कि अरूले बन्न गएर झन् मिल्छ त नि ल छडा कुर्सीमा छ एकम यो कुन चाहिँ माला त झ्याप्पा झ्याप्पा फोटो खिचेको हिमाललाई तेल सेल लगाइदिनु रश्मि हेर्नु त कस्तो भई सबसे राम्रो माला कसलाई पर्यो पुस्तक गरेर होइन मलाई मेरो मलाई ल बहिनी पढ कुछ यही छ यो झरेकै आइदैन नि झरेन नि अलि टाउका कुछ 60 टुक्रा बारेर रश्मि ढाका टोपी लाऊ है मेरो मान्छेले ढाका टोपी लाउनु बेला भयो नबुझ्ने हो नि यसो तिहारको बेला त ढाका टोपी लाउने ल यो माला ठिक छ अब देउसरी खेल्ने हो खानेकुरा दिने यो दिनु पर्छ कलर मन नपरे त्यही खान्छ दुध यो भाउजू लाउँछु यो दिदीलाई टिको लगाइदिनु पर्यो नि हामीले मलाई ओ राधाले लगाइदिन्छ कि हामीले लगाइदिने हो बहिनीलाई हजुरलाई त्यही बसेर खाइदिनु निकाल्नु ल सबैलाई लगाइदियो हो एक कुन्टा राउन्ड लगाइदिनु साथै लगाइदिनु हो एक कुन्टा राउन्ड साथै बस्छ हो के लगाइदिनु पर्छ भन्दैन यसलाई यो लेखेको चाहिँ लाउन अप्ठ्यारो हुन्छ नत्र साट भोलि जाने हो फुल पलाठी चलाठी हाले यस्तैमा ल्याएको त्यसकै प्लास्टिक हाले हुन्छ नि त्यहाँ अर्काको यस्तैमा ल्याएको हो क्या यतिको एउटा माथि दिएको मैले घरकै किनेर ल्याएर हालेको हिजो अहिले त्यहाँ भित्रको प्लास्टिक थियो नि भन्नु खोजेको प्लास्टिक होला नि त प्लास्टिक नप्लास्टिक नभएका नि हुन्छ नि खै हो नकान्छ लाइले एउटा कसरी हो भयो ल लाइन एकै मात्र टिका लगाइदिनु भइहाल्छ सबै मिलाइदिए है बहिनीहरुको ल खाऊ मामालाई फिनी हेर्यो
कुनै लगाएन पौरालाई बिचमा ल्याइदिनु नि यहाँ अडिएन त्यो गर्नु ओखर फोरेको होइन पसिना आएर बगेर अब यो प्रसाद प्रसाद पनि चाहिँ पहिला चाहिँ पण्डितलाई चढाएर खानु पर्यो अब यसलाई उठाएर अनि यहाँ बेटीको भेटी चढाउ अनि भेटी चढा मैले दक्षिणा दिनु पर्दैन छिक्कै लिएर आएछन् सुनकै सिक्का एउटा बिसाएर दिए भएर नि सबै एउटा एउटा नोट हालिदिए ल 5 रुपियाँ छ खुल्ला पैसा त दाजुलाई चाहिन्छ र यो 10 अन्दा 0 हुने हो कि 10 अन्दा 0 पनि हुनु तिमीहरूको अलिक शीतल बसेर खानु भयो नि यो अब प्रसाद खानी त होला नि होइन एकै ठाउँ राख्दै पहिलो उस रस गरी खानी ल्याउनु त पहिला भागेर टिका लगाइदिनु पर्छ चाहिँ भागहरू मिलाउनु त रहेर त बाबु ल अहिले बाँध्ने काम गरौँ टिको लगाइदिन्छ त्यसैले